हेलो एभ्रिवान, आज यहाँहरूलाई चाहिँ मैले स्टडी इन दुबई भिजाको बारेमा केही कुराहरू भन्न गइरहेको छु र अहिले चाहिँ म्याक्सिमम स्टुडेन्टहरूलाई के छ भन्दाखेरि कम लगानीको लागि कुन कन्ट्री जाने भन्ने कन्फ्युजनमा हुनुहुन्छ। अब धेरै कन्ट्रीमा 20 to 30 लाख त मिनिमम एस्टिमेट गर्नुपर्छ र हजुरले दुबई अप्लाई गर्नुभयो भने अन्डर 10 लाखमा हजुरहरू वहाँ पुग्न सक्नुहुन्छ। अनि अर्को राम्रो कुरा भने यहाँ चाहिँ हजुरले विदाउट आइएलटिएस विदाउट इन्टरभ्यू इभन विदाउट फाइनेन्सियल डकुमेन्ट पनि प्रोसेस गर्न सक्नुहुन्छ। यो चाहिँ अब कुनै स्टुडेन्टहरूलाई इन्टरभ्यूहरू फेस गर्न अलिक प्रब्लम भइरहेको हुन्छ। कसैलाई चाहिँ तपाईँको अब एकाडेमिक पर्फर्मेन्स राम्रो हुँदैन, अर्को कसैलाई ग्याप धेरै भएको हुन्छ, उहाँहरूको लागि चाहिँ बेस्ट अप्सन नै हुन आयो यो चाहिँ। र अर्को भनेको यहाँहरूले नजिकको इन्टेकमा प्रोसेस गर्न सक्नुहुन्छ। अब नजिक भन्नाले अप्रिल इन्टेक छ हामीसँग, जुलाई इन्टेक छ, सेप्टेम्बर इन्टेक छ र कोर्स अप्सन्सहरू पनि मल्टिपल कोर्स अप्सन्सहरू अभाइलेबल छ। जस्तै कि हजुरहरूले आइटी रिलेटेड कोर्सको लागि अप्लाई गर्न चाहनुहुन्छ भने आइटी रिलेटेड कोर्सहरू पनि छ, बिजनेस म्यानेजमेन्ट कोर्स, हस्पिटालिटी कोर्स, एमबिए, सो मल्टिपल कोर्स अप्सन्सहरू अभाइलेबल छ र भिजा पनि अलमोस्ट 100% भएको भएर यहाँहरूले मजाले ढुक्क भएर प्रोसेस अगाडि बढाउन सक्नुहुन्छ। र यसमा फर्दर प्रोसेसिङको लागि यहाँहरूले हामीलाई कन्ट्याक्ट गर्न सक्नुहुनेछ। हामी चाहिँ नयाँ बानेश्वरमा लोकेटेड छौँ। थ्याङ्क यू।